जति सम्भव छ त्यति चाँडो हामीले बच्चालाई दुध चुसाउनु पर्छ। त्यसका आफ्नै बेनिफिटहरू छ। सबभन्दा महत्त्वपूर्ण बेनिफिट बीपीएच लाई कन्ट्रोल गर्छ हैन, बीपीएच लाई कन्ट्रोल गर्छ, त्यो एकदम महत्त्वपूर्ण बेनिफिट। त्यसरी बच्चालाई पनि बेनिफिट छ नि त, कोलेस्ट्रम पाउने भयो बच्चाले। कोलेस्ट्रम पाउँदाखेरि उले भनौँ न विभिन्न रोगबाट उलाई चाहिँ जोगाउने भयो। अर्को एक्सक्लुसिभ ब्रेस्ट फिडिङ, त्यो भनेको पहिलो 6 महिनासम्म आमाको दुध मात्रै दिने, आमाको दुध बाहेक बच्चालाई केही पनि नदिने। त्यसरी एक्सटेन्डेड भनेको 6 महिनापछि जति सक्दो लामो, नट ओन्ली 2 वर्ष, 2 वर्ष त दिनै पर्छ, सकिन्छ भने बियोन्ड 2 इयर्स, 2 वर्षपछि पनि बच्चालाई आमाको दुध चाहिँ चुसाइराख्ने सक्दो लामो समयसम्म। त्यसको बेनिफिट के होला सोचौँ त। मानौँ 2.5-3 बच्चालाई इफ खुवाउन चाहनुहुन्छ भनेपछि त्यसमा अखरोट के अरे यो खजुर भन्ने हुन्छ नि, खजुरलाई मजाले ड्राई गरेर अनि पिसेर त्यसमा स्विटनरको रूपमा हाल्न सकिन्छ। त्यसले गर्दा बच्चाको प्रपर वेट पनि बढ्छ। अनि वेट त हामीलाई एकदम बच्चालाई फुलाउने होइन नि त, मेन्टली सबलाई यस्तो छ कि एकदम मेरो बच्चा फुल्यो भने धेरै राम्रो हुन्छ। तर त्यसमा हामीले हेर्नु पर्यो, हामी त झन् एजुकेटेड छौँ, आइरन मात्रा छ कि छैन, क्यालोरी कतिको छ, हाम्रो बच्चालाई कति चाहिने, त्यो सब हेरेर अनि त्यसरी बनायो भने बच्चालाई पनि राम्रो हुन्छ। अनि बाहिरको चाहिँ त्यसमा हुने भनेको मिल्क पाउडर हो अनि अरू त्यही पिठो मात्रै हो, अरू केही पनि होइन त्यो सेरलेसमा। त्यही भएर उसले सस्तो दिइरहेछ, नत्र त्यो नट्सहरू मिलायो भने उसले कहाँबाट त्यति प्रफिट हुन्छ। प्याकेजिङ हरेक चिज हेऱ्यो भने त धेरै महँगो नि पर्न जान्छ। अब हामीहरूलाई स्वास्थ्य कर्मीले आफै खुवाइरहेछ आफ्नो बच्चालाई भनेपछि अरूलाई त के नै भन्ने। एमेनोरिया मेथड हुन्छ नि, ल्याक्टेशनल एमेनोरिया मेथड। बच्चा जन्मे पछाडि केही निश्चित महिनावारी नफर्किँदै यदि बच्चालाई सही तरिकाले दुध चुसाइएको छ भने त्यसले चाहिँ बर्थ कन्ट्रोलको काम पनि गर्छ हैन, गर्भ निरोधकको काम पनि गर्छ। त्यतिखेर हामीले डिपो, पिल्स, कन्डम अथवा अरू परिवार नियोजनको साधन प्रयोग गर्न आवश्यक रहँदैन। त्यसमा नेचुरल बर्थ कन्ट्रोलको लागि पनि काम गर्छ। अर्को हार्ट हेल्थ, महिलाको हार्टको हेल्थ। हार्ट हेल्थ भन्नाले यहाँ कार्डियोभास्कुलर जोड्न खोजिरहेको, यो थोरै वेट म्यानेजमेन्टसँग पनि जोडिन्छ र स्ट्रेससँग पनि जोडिन्छ। हार्ट डिजिज केले गर्दा हुन्छ सोच्नु त। फ्याट इन्टेक धेरै भयो, हामीले परिश्रम गरेनौँ, फ्याट इन्टेक बोसो तेलाह चिज, भोजपुरीमा भन्नुभयो भने तेलाह चिज, बोसोवाला चिज यदि हामीले धेरै खाइरहेछौँ भने त्यो गएर हाम्रो फाइनली हाम्रो ब्लड भेसलहरूमा डिपोजिट हुने हो, काई लाग्ने हो, एथेरोस्क्लेरोसिस भन्छौँ नि त्यो हुने हो र त्यसबाट चाहिँ हार्ट डिजिजहरू हुने एउटा कारण त्यो। अर्को कारण स्ट्रेस, र यो दुईटैलाई चाहिँ नियन्त्रण गर्ने काम चाहिँ ब्रेस्ट फिडिङले गर्छ। स्ट्रेस हुन दिँदैन र अर्को शरीरमा बढिरहेको बोसो दुध चुसाउँदै गर्दा त्यो दुधबाट बाहिर पनि जान्छ, डिपोजिट रहेको न्युट्रिएन्ट दुध चुस्दै गर्दा त्यो बनाउनको लागि खर्च पनि हुन्छ। जस कारणले हार्ट हेल्थ चाहिँ के हुने भयो त, मुटुको स्वास्थ्य राम्रो हुने भयो भन्ने कुरा चाहिँ मैले अघि भने। किन त भन्दाखेरि अक्सिटोसिनले आफ्नो रोल प्ले गर्छ। के रोल त भन्दाखेरि मनमा मायाको भाव जगाइदिन्छ। त यो एउटा यसको यति मात्रै होइन, आमाको दुधमा डिफ्रेन्ट टाइप्स अफ ग्रोथ हर्मोनहरू पनि हुन्छ हैन, ग्रोथ फ्याक्टरहरू, जुन ग्रोथ फ्याक्टर बच्चाको विकासको लागि चाहिन्छ, जुन हामीले प्राप्त गरिरहेको छ त्यसलाई चाहिँ हामीले हर्मोन्स भनेर भन्छौँ, ग्रोथ फ्याक्टर्स भनेर विकास हुन्छ। जस्तै मेरो ब्रेनको विकास म जन्मेको पहिलो 2 वर्षमै 80% भयो, गर्दाखेरि पहिलो 2 वर्ष त प्राय बच्चाले के खान्छ, मेजर फुड आमाकै दुध गर्दाखेरि आमाको दुधको रोल बच्चाको ब्रेन डेभलपमेन्टमा पनि छ। बच्चा कस्टमाइज न्युट्रिसन भन्नाले बच्चालाई जस्तो न्युट्रिसन चाहिन्छ ठ्याक्कै त्यही किसिमको दुध बन्ने। अब हामीले भन्छौँ नि कि बाख्राको दुध राम्रो अरे, गाईको दुध राम्रो अरे, यो दुध राम्रो अरे, तर मान्छेको बच्चालाई मान्छेकै दुध राम्रो, अरू दुध चाहिँ कस्टमाइज छैन। अरू दुध मानौँ बाख्राको दुध पनि कसको लागि हो त, त्यो बाख्राकै बच्चाको लागि। तर अब मानौँ भनौँ न अब मम्मी अथवा आमाको निधन भयो अथवा कुनै रोगको कारणले दुधै आएन, त्यो अवस्थामा के गर्ने? त्यो अवस्थामा त अब कुनै विकल्प त रोज्नुपर्छ। त्यो विकल्प रोज्ने बेलामा बल्ल हामीले यो दुध राम्रो अथवा यो दुध नराम्रो भनेर हामीले तुलना गर्ने होइन भने बच्चाको लागि आमाकै दुध चाहिँ
श्रेयस्कर। किन त भन्दाखेरि बच्चाको न्युट्रिसनल रिक्वायरमेन्ट पुरा गर्ने गरी भगवानले यसलाई चाहिँ कस्टमाइज गरेको छ। जस्तै हामीले हाम्रो मोबाइलले कस्टमाइज गरे होइन। ल्याक्टो भनेको अघि नै मैले के भनेको थिएँ, ल्याक्टो भनेको दुध, पोज भनेको यहाँनिर कार्बोहाइड्रेट भन्न खोजे। दुधमा पाउने कार्बोहाइड्रेटले ल्याक्टोज भन्छौँ। त्यो बच्चाको शरीरले पचाउन नसक्ने रोग रहेछ भने त्यो अवस्थामा चाहिँ आमाको दुधहरू हामी बन्द गर्छौँ। अदरवाइज कुनै पनि रोगमा आमाको दुध बन्द गर्न WHO ले भन्दैन। सर हाम्रो स्लाइडमा छ कुन कुन अवस्थामा आमाको दुध बन्द गर्न मिल्छ, एउटा म स्लाइडले देखाउँछु हजुरहरूले। त्यस कारणले कुनै पनि डाक्टर साहबहरूले अथवा कुनै पनि नर्सले आमाको दुध बन्द गर्नु भनेर भन्छ भने त्यो बच्चासँग नाइन्साफी गरे, एकदमै गलत गरे। त्यो गलत हो, त्यो गर्नु हुँदैन। त्यही गर्नु हुन्छ भनेर यो हामीले यो आमाको दुध प्रतिस्थापन गर्ने वस्तुहरू बिक्री वितरण नियन्त्रण गर्नुपर्छ भनेर यो कानुन चाहिँ देशमा आएको, यसको बारेमा हामी छलफल गर्नुपर्छ।